afternoon, Tasdile, Namaste, welcome back to Rako Pro Blog. Today is a new day, new blog र आजको दिन चाहिँ सुरु भइसकेछ र आज चाहिँ हामी बाहिर निस्किसकेका छौँ र हामी कहाँ कहाँ जान्छौँ के हुन्छ तपाईहरुलाई देखाउँछ है त। आशा छ सबैजना सन्चै होला, तपाईहरुको दिन राम्रो रहोस् भन्दै आजको दिन सुरु भएको छ है त। प्लिज चाहिँ सुरु भइसकेछ है, हाम्रो दिन चाहिँ सुरु भइसकेछ। अब आजको दिन चाहिँ सुरु भइसकेछ है। भित्र जाँदैछ है, यहाँनिर यहाँ चाहिँ हामी सपिङ गर्न पसेको छौँ है। हामी चाहिँ यहाँनिर सपिङ गरिरहेको छौँ। अब चाहिँ हामी सपिङ गरेर जानेछौँ। यहाँबाट चाहिँ हामी सपिङ गर्दै गर्दै निस्किन्छ। अब सबै सपिङ गर्दैछौँ हामी। सपिङ गर्ने ठाउँ यहाँनिर चाहिँ सबै चिज एकै ठाउँमा छ है, सपिङ गर्ने ठाउँ। यो चाहिँ हृदयको बाउको पुरानो हो नहर, काम गर्ने नहर, हिँड्ने नहर। जहाज पानी जहाज पनि देखाउनु खोइ, पानी जहाज पनि देखाउनु। पुरानो पानी जहाज पुरा जाँदो रहेछ। चाहिँ पुरानो जहाज, पानी जहाज अरे। हृदय बाउ पहिले चढेको अरे। चढ्दै 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 नेपालदेखि यो बेल्जियम आएको यो पानी जहाजबाट। हेर्नु है, हेर्नु त हृदयको बाउले यस्तैमा चढ्दै आएको अरे। यो डुङ्गा बाटो हो, बोट बाटो। आउँदैछ है, यो सामान बोक्ने जहाज, पानी जहाज। सागु त बन्द भएछ। नेपालले भन्ने सागु बन्द भयो। अब यहाँ कतिखेरसम्म हाम्रो उभै मच्चिने भयो। के भन्छ इङ्ग्लिसमा? यो चाहिँ पार्क भन्छ, नेपालीमा के भन्छ तपाईँहरू भनिदिनुहोस्। मलाई त आएन, के गर्ने। नेपालीमा पनि आएन। पहिलेदेखि पार्क पार्क भनेको सुन्यो, बगैँचा के हो? हिँड्यो त बस हिँड्यो, बस हिँडेको तातीले। कति चल्नु पर्यो नि। आयो सोल्टिनीको गाउँमा। सोल्टिनीको गाउँमा आइपुग्यो। गरम बाहिर निक्लेको, गर्मी छ।
लौ त्यो मान्छे के गर्दैछ चुरोट तान्या हो कि पिसाब फेर्या हो कि बाबरे हो जङ्गल मजाले फुल फुल्न थालेछ हेर्नुहोस् है दामी दामी फुल्न थालेछ यस्तो दामी हेर्नुहोस् त दामी फुल्न थालेछ है घरहरू चाहिँ अन सेल चाहिँ तपाईँहरूले देख्नुहुन्छ बेल्जियममा हाउस अन सेल यहाँ स्ट्रिटतिर आएको यो ब्रुजको मजाले फुल फुल्न थालेछ फुलहरू फुलेछ यहाँ चाहिँ है मजाले फुल फुल्न थालेछ यसरी देख्न सक्नुहुन्छ है त